गोलो वालामा बनाऊ। उपरदाङगढी चितवन के अरे यो चितवन उपरदाङगढी उपदरगढी गाइज हेरौँ यस्तो दामी ठाउँ छ कि हेभेन हेभेन अफ द अर्थ यस्तो दामी छ। चेपाङको बच्चाहरू पनि छ यहाँ राम्रो राम्रो छ। यिनीहरूलाई मैले पैसा दिन्छु केटाहरू छ तल यस्तो दामी छ कि होइन। अब यहाँबाट माथि हामी जान सक्दैनौँ बाटो अप्ठ्यारो छ भर्खर यहाँ गाडी फर्किसक्यो पुरै यसको माथि चाहिँ उपरदाङगढी हो होइन। अहिले त्यहाँ गएर म तपाईँहरूलाई भिडियो बनाउँछु। भिडियो उपरदाङगढी भन्नै पर्यो यता रोक्ने होला अब। उपरदाङगढी गाइज बजार। अब यहाँबाट माथि उक्लिने हो हेर्दै जाउँ। ऊ हाम्रो म्याडमजी जाँदै हुनुहुन्छ यस्तो दामी छ ल उपरदाङगढी भ्युज। यो बजार हो ल यत्रो बजार छ यहाँ। यताबाट कता जान्छ ल यस्तो दामी गाइज हो। स्वर्गको टुक्रा जस्तै छ यो बजार ल। यति माथि हामी जस्तो दामी गाइज होमस्टे यहाँ गुरुङ होमस्टे छ। भिलेज गुरुङ होमस्टे भिलेज छ गाइज। यस्तो दामी दामी ठाउँ छ। थकाइ लागेन यस्तो हिँड्योपछि थकाइ लाग्यो। यस्तो छ दामी भयो। Next heaven, next part of the heaven. यता मान्छे चढ्दै हेर्दै जानु होला।
ब्युटिफुल नेचर पर्चाङगढीबाट यहाँ माथि मन्दिर पनि छ दरबार पनि छ हामी त्यहाँ जाँदैछौँ गाइज तलबाट यहाँ आइयो होइन म तपाईँहरूलाई यहाँबाट देखाउँछु है यसो दामी थकाइ लाग्यो ल आयो है ऐतिहासिक जिल्ला पर्चाङगढी इच्छा कामना साथमा स्वागत गर्दछौँ भनेर आयो गाइस पृथ्वीनारायण शाहको नाति शत्रुभञ्जन भन्नेले शत्रुभञ्जन शाहले चाहिँ 1800 सालमा अङ्ग्रेजसँग लडाइँ लडे 2224 राज्यको त्यहाँबाट ए त्यही उल्लेख छ हजुर त्यही चाहिँ गर्नु न हजुर हस् हस् धन्यवाद पर्चाङगढी चितवनको पुरानो सदरमुकाम हो 1960मा दशकमा सुरुसम्म पर्चाङगढी चितवनको सदरमुकाम रहेको थियो पुरातत्व विभागका अनुसार महत्त्वपूर्ण सरकारी अड्डा र त्यसै क्षेत्रमा रहेको ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने साबिकको दाहाखानी गाविस हाल इच्छाकामना गाउँमा पर्दछ समुद्र सतहदेखि 1275 मिटर उचाइमा रहेको किल्ला तत्कालीन 2224 राज्यकी कङ्काले अङ्ग्रेज फौज विरुद्धको युद्धमा नेपाली भूमिको रक्षाका लागि 1800 को सुरुवात प्रथम शाहका नाति बहादुर शाहले शत्रुभञ्जन शाहले निर्माण गरेका थिए। निर्माण गरिएको 9वटा सेन्ट्री पोस्ट छन् लगभग 3 फिट बाक्लो पर्खालो चारैतिर पड्काउने उद्देश्यले 9वटा खुला झारहरू बनाएको छ। किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भगवानेश भएको छ। गणेश मन्दिर ढकस ए यहाँ पनि रहेछ त दामी यहाँ धाराहरू ल ऐतिहासिक धारा छ। यहाँबाट हेर्दाखेरि यस्तो छ। फाइनली पर्चाङगढीको यो सुन्दर भूमिमा आइपुगिसकेका छौँ। अब हामी हेर्नुहोस् यो अमरगढी किल्ला जस्तै छ होइन हेर्दाखेरि आमामा ल यो ठाउँमा सबैले एकैचोटि आउनै पर्ने ठाउँ रहेछ ल दामी छ हेरौँ ल गाइजौ माथि जाउँ कता ल भाइ हामी छिर्दैछौँ भित्र यस्तो ए यहाँ भिड छ भयङ्कर मन्दिर छ यो होला पर्चाङगढीको मन्दिर यस्तो छ मन्दिर छ होइन यहाँ यो के हो यो यस्तो छ ल किल्ला जस्तो माथि पनि जानु मिल्दो रहेछ दामी यस्तो छ नै छ 5-6 मिनटको भइसक्यो भिडियो गाइस यहाँबाट पनि हेरौँ नि त के रहेछ नि आखिरमा ए यस्तो मन्दिर छ ब्युटिफुल यस्तो छ ब्युटिफुल ठाउँ छ।